आहा कस्तो राम्रो कोडोले गाउँ। आज चाहिँ हामी ट्रेकिङ हुँदैछ हाम्रो युवराज गुरुङ र कृष्ण गुरुङको फर्स्ट कोलाबोरेसन। बाटोमा चाहिँ जे रमाइलो कुराहरू हुन्छ सबै तपाईहरुलाई देखाउने प्रयास गर्नेछु र साथी चाहिँ बाटोमा मलाई कुरिरहेको छ। साथीलाई छिटो भेट्नुपर्छ। चाँडै फोन गरेको थिएँ 7 बजे नै। म चाहिँ घरमा बिजी भएर आउन पाएन, अलि ढिलो भयो। साथी रिसाइरहनु भयो होला, यसो गएर फगाउनु पर्यो। साथी चाहिँ मिस्टर युवराज गुरुङ चाहिँ यहाँ पर्खिरहेको छ। अब भेट्नु पर्यो। मिस्टर युवराज गुरुङ सलाम ठोक। सलाम ठोक। केजी युट्युब च्यानलमा वेलकम छ हैन। आज गुड मर्निङ सम्पूर्णलाई। अब हामी चाहिँ आज टक्क त्यस्तो स्पेसल भन्न मिल्दैन। आज यसो अब आफ्नो गाउँ ठाउँको डाँडा काँडा यसो घुमघाम गरेर चाहिँ आजको दिन चाहिँ आफ्नो वरिपरि भएको एउटा पर्यटकीय क्षेत्र ठाउँहरू चाहिँ घुमघाम कार्यक्रम छ के अरे। अब सबैजनाले केजी युट्युब च्यानललाई सब्सक्राइब र लाइक गरेर कमेन्ट गरिदिनु होला। हामी फेरि पनि भेटौँ ल। बाई। हाम्रो माइला साउले रक्सी निकाल्दैछ तिन पानी च्याट्ट। लाने हो कि एक बोतल युवराज? ओकालोमा स्यास्या हुन्छ, खानुपर्छ। ल है है तिन पानी मुखै यहीँ हालेर सिरुपै पार्नुपर्छ। ल है मेला घरबाट निस्कियो 2 मिनट भएन केटा बाबु बुढीसँग फोनमा के हो यस्तो काहीँ पुग्यो रे हामी कोही गाउँ कस्तो यार 5 मिनट भएन यार। अब कति मिनट लाग्छ? आधी घन्टा लाग्छ। आधी घन्टा लाग्छ अब। त्यो यार डेन्जर उकालो छ त यार। हेर त हो नयाँमा अनि नयाँ जोस हुन्छ नि। उकालो नि गुइङ निस्केला जस्तो छ यार। तरुनी देख्न नपाएर स्यास्या भयो। उकालो बाटो हिँडायो केटाले आज। सुताइ पनि मिठो छ है तेरो। सुतिसी निद्रा लागिहाल्यो। आज अहिले हामी कहाँको जङ्गलमा? ल साथी चाहिँ टोइलेट गएको छ होइन। आएपछि तर्साउनु पऱ्यो, तर्सिँदै तर्सिँदै लुकेर बस्नु पऱ्यो। आयो आयो चस्मा खस्यो क्या केटा? कस्तो यार कस्तो तर्स्यो ढुकढुक हो। हेलो विदेशबाट आउनु भएको त है? तेरो केटाले ट्रेकिङ भनेर खत्रै ठाउँ ल्यायो यार। कुसो क्लिसो ngayon यार कुसो क्लिसो ngayon पिसा चाहिँ स्याइ त
मुर्दा खाना हो तिमीले मलाई कृष्ण भ्लग पनि गरेको डाँडा लम्केपछि अहिले हामी लामगाउँ डाँडातिरको बनाउँदैछौँ गोर्खा थानतिरको होइन अनि के छ त भनेर राख्ने सानी हो भाले यस्तै थिएन के गर्ने त एउटा मिलान त के खानेहरू गुङ्गुर मासु अर्डर गर्ने हो त माया गर्नु त एउटा केही फिक्स भयो ल है ल 2 घन्टाको हिँडाइपछि हामी डाँडामा आइपुग्यो यो पाइपलाई ड्राइनेज जाने पाइप होइन राम्रो हिसाबले गरे अब होइन अलिकति सजिलो हुन्छ भन्ने लागिरहेको अब यस्तो बर्खा मौसमको बाटो यस्तो छ हेर्नु मौसम यस्तै छ है पिरो लगाइरहेको अब हामी कुन गाउँ आइपुग्छ हामी चाहिँ अब 10 नम्बर हुँदै 2 नम्बरतिर लाग्दैछौँ 3 नम्बरको बाटोहरू पनि अब आइसलु पाइयो छैन क्या हो आइसलुको बोर्ड यहाँ छ तर आइसलु नरहेछ यसो खाइदिउँ भनेको सिजनको फल डाँडा कटियो डाँडा कटेर पछाडिपट्टि हिँडिरहेछ हामी अहिले हो ओए खतरा यार डर पो लाग्यो मलाई फेरि के विदेशबाट आउनु भएको दाइ भन्यो भने सातु जान्छ होला है सिङरिङ्गै हुन्छ सिङरिङ्गै सिरिङ्ग लाग्छ होला है यार डर लाग्दो छ है गाइस तर 2-3वटा भूत आइ नि ढालिदिन्छ होला यार ब्रुसली हो नि त्यहाँ ब्रुसली ओ टाँका देखाइदिएन एउटा 2टा टाँका देखाइदिएन खुकुरी डान्स खतरा हुन्छ नि तिमीले ओकालोमा चाहिँ म आगी थियो ओह्रालोमा त हेर्दा ऊ बत्तीको त्यसरी केटाको ब्रेक लाग्दैन फेरि ओह्रालोमा हेर्दा मलाई छोडेर तिरी गएको त्यति कडा छ यार मान्छे यार तिरी केटाले कहिले ओकालो चढा छ कहिले ओह्रालो झरा छ हो तिर अनि तिमीले फेरि मामा घर जाने हो भोलि हिजोबाटै बेलुकाबाट केही नखाऊ है खाली पेट राख भने होइन त अहिले नयाँ रेकर्ड राख्छ जस्तो लाग्यो युवराजले है मामा घर गएर फेरि 2 हातले खाने होइन नि है
कहाँ आइपुग्यो हामी कुन गाउँ यार अघि म धन्दै लडेको यार के 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 हो यार युवराज गुरुङलाई चिनेन क्या हो बाटोले लाग्छ खासै नराम्रोसँग त लड्या होइन ओए धुलो भएछ चाकमा ल यो पानी ट्याङ्कीको बारेमा जाओस् 2 शब्द ल केटाको ओह्रालोमा ब्रेक नलाग्दो रहेछ यार फिलिली डड्कम यार तेरि ओए अब कति घन्टा लाग्छ मा यार के हो अघि 2 घन्टा अगाडि सोध्दा नि आधा घन्टा भनेको थियो यार तिमी नि तिमी नि लालाजीलाई जस्तो नभन यार तेरि आधा घन्टा भनेर यार यहाँ 3-4 घन्टा भइसक्यो यार खतम रहेछ यार तिमी ल है हामी चाहिँ अठसरा गाउँ आइपुग्यो अठसरा गाउँको भवन घर ओहो कस्तो राम्रो रहेछ सबै अठसरा गाउँ मकैबारीले छोपिया सबलाई नत्र राम्रो देखिन्थ्यो अब ब्रेक हान्न भ्यू त बवाल लाग्छ ल है यो खोला पारी चाहिँ गोर्खा यो तल्लो खोला चेपे खोला पारी चाहिँ गोर्खा है गाइज यस्तो राम्रो मौसममा हामी युवराज गुरुङ र कृष्णको साथमा फेरि आज चाहिँ के हो ल युवराजको मामा घर आइपुग्यो है कुकुरले माया गर्छ होला कुकुरले सालो होला नमस्ते हो लाउरेले ड्याम खोल्दैछ है अब खाना खाने टाइम ओछा केटाबाट फाइनली अब मामा घर आएर पनि खाना खानु पनि लाग्यो है खाना खानियो लस्सी चेस अनि पेस खडा मिठो यो त तिमीलाई होला तम यहाँ बाघ
यता बाघ यता पनि बाघ लङ्गुरे बाघ हो ल एक तँ जाऊ जान्छ र आँट्छ र यति केटोको खुवाइ चाहिँ मरद छ है मरद आँखै चिमचिम हुने गरी खानुपर्छ कि खानु त होइन अब खाना खानु पर्यो है ल है केटाको अहिलेको 5 लोड होइन 5 लोड होइन ए तेस्रो पो हो घरमा बिर्सिन्छ अझै जारी छ ऊ त बाघलाई नि अर्को बाघलाई यति केटाले अब भातै निन्द्रा लाग्ने भयो तर हिँड्नु धेरै टाढा छ है जानु धेरै टाढा छ गन्तव्य सुतेर नि भएन गाह्रो छ यार यो पोजमा चाहिँ खतरा देखेछ यार ल अब हात धुम है उठ है म दिन्छु भेनाले सालो केटालाई खाना बनाउँदैछ यहाँ मामाले भेन होइन खाना खाएको त अगाउन पो अगाइ अरे ल सालो केटाहरूले राम्रोसँग दिए एकदम बराबर झगडा कति नहोस् त्यो त आफै खाऊ त्यो त तिम्रो भएको ल फुपू पासपोर्ट त हाल्नु फुपू त्यो पासपोर्ट त पेन्सिल पटाएको खरिहाल्यो ए लसुन चाहिँ स्टोर चाहिँ खतरा गरिराखेको रहेछ यहाँ टिमुर है अर्ग्यानिक ल अब बिदाबाजी भइयो अब कहाँ रे यहाँबाट अब पन्थेनाबाट भोलाखर्का यहाँबाट भोलाखर्का जान्छ ल फुपू यही फुपू तिम्रो हो र ओडा न जुवामा हारेको मान्छे जस्तो देखेँ लो है अब चाहिँ भलाइखर्कातिर लाग्यो थान दर्शन गर्यो है
हामी पन्छे डाँडाबाट लगभग 1 घन्टा झऱ्यो होला है ओह्रालो। ओह्रालो झरेपछि हामी कहाँ आइपुग्यो अरे? भलाइखर्का। ओहो भलाइखर्का ल है हेर्नुहोस्। यहाँबाट हामी कहाँ हुन्छ फेरि? ए भलाइखर्का। काम भयो अब कहाँको त अब हाम्रो हामी चाहिँ एउटा कलाएर होइन अब हामी चाहिँ टक्कै चाहिँ हामी भलाखर्कामा हो होइन भलाखर्का हामी चाहिँ एउटा होइन 2 नम्बरको एउटा भवनमा आएको थियौँ। अब हामी टक्का यहाँबाट फर्केर चाहिँ ड्याक्क हामी चाहिँ ऊ माथिको डाँडा कटेर पछाडि जानुपर्छ। लेखै भुवाङ भुवाङ भनेको खाएर नमक नचाउनु, भुवाङ खाएर ल्वाङ नहुनु, ल्याङ नहुनु होइन। भुवाङ भुवाङको गेडा खाइदिउँ क्या है खदर? भुवाङ यहाँबाट हामी सर्टकट बाटो। अब उकालो यो कालो, अघि ओह्रालै ओह्रालो, अब उकालो यो उकालो। बाफरे कडा भाग्या तिरी युवराज खतरा भाग्दो रहेछ यार। म थाक्यो यार, तिरी खतरा रहेछ। म त सकेन, म त बस्छु अब। तेरे भाग नभाग्नु यार, मलाई नछोड्न है शिवराज, है नछोड्न। तिरी केटा खतरा भाग्यो, मलाई नछोड्न भने यार। यस्तो साल गरी बन्नुमा डर लाग्छ यार। तिरी हेर्दा हेर्दा केटा डाँडा कटेर गयो। तेरी म एक्लै भो जानु पऱ्यो यार। तिरी कहाँ पुग्यो होला यार? त्यो खतरा स्टामिना रहेछ यार त्यसको त। अस्ति भर विदेश गएर आउँदा नि कस्तो भाग्दो रहेछ। मलाई कहाँ छोडेको, कहाँ पुग्यो होला यार त्यो? वे के हो यो त? यहाँ पो रहेछ त। के हो स्टामिना सक्यो क्या हो? पानी खाऊ पानी। म बिस्तारी भएको भने होइन, बिस्तारी भएको भने स्टामिना भन्ने कुरो एकैचोटि देखाउनु हुन्न नि त। बिस्तारी बिस्तारी ल पानी खाऊ। तेरो केटो यहाँ पो लम्पासार भएर सुतिरहेको रहेछ यार। म त कहाँ पुग्यो होला भनेको। तेरी त्यस्तो भयो नि हो त। के भयो? छिटो आगि नै यार, नभाग भन्दा भन्दै भाग्यो यार। अहिले हेर्दा सब सामान मलाई बोक्न लगाएर तेरी यार यो मान्छेले मलाई बिजोग बनायो। हेर्दा सब झोलाहरू मलाई बोक्न लगाएर यार। यार बिस्तारै जाने हो नि त। यत्रो केटा खतरा छ यार। के यार पारो यार, साथीलाई सब भरिया बनाएर यार। आज बुढ पनि सामान त भन्दै थियो, कहाँसम्म त्यति गरौँको बुढ यार। त्यो केटाले आज कसरी डाँडा कटाउँछ होला यार। मलाई आतेस लागिसक्यो। यता झोला सब मलाई बोक्न लगाएर यार। त्यस्तो पारामा हुन्छ? त्यो केटा यार। अझै टाढै छ त हाम्रो गन्तव्य त। त्यो माथिको त्यो बादल देख्या नि, त्यो बादलबाट भित्र घुसेर अझै माथि गएर तल झर्नुपर्छ। ओहो खतरा छ। लाउरेलाई अहिले स्टामिना आएको छ। यहाँ तल मैले रेडबुल खुवाइदिएको थियो, रेडबुल खाएर अलि बल निकालेछ केटाले। ल ठिक छ। त्यो साथी यार पर्समा चाहिँ लाइसेन्स बोक्छ, अनि साथीलाई चाहिँ यस्तरी हिँडाउने हो। पाप लाग्दैन? के हो पारा? स्वास्थ्यको लागि वाकिङ भन्छ, खेलकुद स्वास्थ्यको लागि भन्ने एउटा नाराको साथ हामी चाहिँ हिँड्नुपर्छ भन्ने एउटा अब हामीले तिम्रो लाइसेन्स चाहिँ अब म 3वटा पुवाल पारिदिन्छु।
बाटो पनि बाटो पनि थोरै थोरै छ यार, हेर त डाँडा कट्नुपर्छ यार। अघि कसरी सुत्दै थियो बाटोमा, मर्दा नमर्दा र मर्दा त अब हाम्रो हेर्ने होइन गाइजहरूले साथीहरूले चाहिँ एकदम दुधको दुध पानीको पानी छुट्याइदिन्छ नि। ल अब हाम्रो के लामा गाउँको लामा गाउँको चाहिँ क्यान्सल भयो हो। अब यहाँबाट कहाँ? अँ 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 ओके ठिक छ त। अनि साँझ हामी राइनसमा हाम्रो छुट्टै प्रोग्राम छ। हाम्रो साथी लोकल भालेको सहित हामीलाई बाटोमा कुरेर बसेको छ है। अनि त्यहाँ चाहिँ आज हाम्रो रेला हुनेवाला छ होइन। हामी तिनवटाको दुःख सुखको कुरा। अब पुरानो साथीभाइ भेटेपछि 2-3 बोतल त जान्छ। दुःख सुखको कुरा गर्दा आधा रात हुन्छ। पर्छ ल धन्दै यो एम्बुलेन्स बोलाउनु परेको अघि यार। म त सम्झिसकेको छु यो एम्बुलेन्स बोलाउँ कि भनेर। ल फेरि हामी कालिका थान मन्दिर आइपुग्यो है। साथीले अब यहाँ खोइ के किन्छ यार साथीले। साथी के छ हाम्रो मेनुमा खाजा मात्र? ठिक छ त्यही हो, अरू त खाँदिनँ। घन्टी ल दर्शन गरेँ है। त्यो नभन्न मन्दिरमा त्यस्तो कसै जाने होला। उता छ नि बसिन उता छ नि छ है दाइ आउँछ कि यो नि बाहिर त हो। केटा स्ट्रिम कम्पनी, म रेड बुल। अब लेभलै मिल्दैन केटासँग। अब स्टामिनै अलग छ। उसको चाहिँ स्ट्रिम हो होइन, एकछिन आउँछ 5 मिनट आउँछ त्यहाँबाट सिद्धिन्छ क्या। मेरो त रेड बुल भनेपछि अब रेड बुल होइन रेड फुल हो क्या मेरो चाहिँ फेरि स्टामिना। लागौँ है। पासपोर्ट के अरे मोबाइलको पासपोर्ट के अरे पिन्जिन पट्टा जाउँ। स्ट्रिम खाएर बाघ जस्तो घुरिएर उड्यो। ल साथीले चाहिँ फोन गरेर साथीलाई खाजा बनाउनको लागि भनिसक्यो है। साथीले चाहिँ के कस्तो खाजा बनाउँदो रहेछ यसो त्यहीँ गएर थाहा हुन्छ होइन। अब चाहिँ साथीको घरमै गएर भेटौँला है। त्यति आज दिनभरि हिँड्यो है। हाम्रो खाजा बनाउने साथी। खाँदै जाँदाखेरि कर लाउँछ नि खाएन भने त्यो रक्सी खायो। लिसन टु मी माई फ्रेन्ड यु क्यान ड्रिङ्क विथ द डाइरेक्टर। म हिँडिदिन्छु। ड्राइभर सर हान्छु हिँडिदिन्छु।
लिसन टु मी है साथी हो भरे राति राइनेसमा यो कुरा भन्छ कि भन्दैन है हेर्नु होला होइन तपाईँहरूले देखिने छ साथीले साथीको कुरा चाहिँ यही हो ज्यापैसी यही कुरा हो लिसन टु मी न तिम्रो खाएन भने म ड्राइभर सर्ट हान्छु अनि हिँडिहाल्छु है साथीले चाहिँ हाम्रो खाजा बनाउने साथीले चाहिँ त्यस्तो कुरा गर्छ क्या भरे चाहिँ राइड्समै थाहा हुनेछ तपाईँहरूले है हाम्रो युवराज गुरुङले अघि पानी पर्दाखेरि छाता निकाल भन्दाखेरि के भन्यो भने भयो पानीले भिज्छ अरे अहिले चाहिँ पानी बसेको छाता ओढेर बसिरहेको मान्छे छाता पानीले नभिजे केले भिज्छ त ल साथीहरू भनिदिनु पर्यो कमेन्टमा है ल भागको कसरी छ एक बल लाने र अगे लोकल भाले क्यान्सिल भैँसी खाने हो केटाहरूले आज लोकल भाले क्यान्सिल गर्यो है सिमगारी गाउँ युवराजको जन्मथलो हेर्नु त यो चाहिँ कोडोले गाउँ यो चाहिँ राधाकृष्ण वीर उता पाल्पानी प्रकाश साथी घर आइपुग्यो अनि डेन्जर प्लान के हुँदैछ त अब राइनसको अब एकछिनले त बस्ने ढाक्का हामी बिस्तारै गर्दा चाहिँ अनि टक्क बनाउने खाने तर यो भिडियो बनाउन त एडिट गर्दै गर्ने टक्क बनाउँदै अब बुढीले ऊ आफूले बनाइन्छ या हामी आफै बनाउने ट्याक्क खाने कि अनि बिहान सँगै चढ्ने फेरि म यतै आउने त हो भोलि नि लामो जाने हो कि फेरि काम छ नि यार त्यतिकै कहाँ हिँड्छ केटा यार काम दिन त घरमा त्यतिको काम छ बिहारमा बोलेको अहिले 12 बजे गेम छ खाइहाल्छ नि के बनाउने काटुको बनाउने काट्ने त्यो त भइसक्छ अनि अब टक्क अहिले टौडा सौदा आउँदै प्याज पुरा पुडीले गाडी लाग्छ गयो मासु बनाउने त हो बुढी यतै लिएर आउनु ए अल्टर हुन्छ है जस्तो भने म त खाँदैन म दबाई खाएर जानु होइन अब दबाई जाइन्छ होइन म रेगुलर खानु चिसो अहिले आएर यो मान्छे ठिक लाग्छ है मलाई लड्न एकदम के हो यार प्रकाशलाई यार घरमा आएर थर्कायो त यार प्रकाश ल आज हाम्रो राइनसको प्लान चाहिँ क्यान्सल होला जस्तो छ पानी परेर होइन बिचोक छ स्थिति घरतिर गएर फाटिहाल्ने हो ल है हाम्रो राइनसको प्लान चाहिँ क्यान्सल भयो आज चाहिँ सिमघारीमा गएर
ट्याक्कसँगले भैँसी मासु अब त्यतै रमाइलो गर्नु पर्ला। अब यस्तो पानी परिरहेछ, यस्तो पानी पर्नाले चाहिँ राइनस क्यान्सल भयो। केटाहरू हिँडिरहेछ पानीमा। ल है फाइनली हामी सिमघारी गाउँ आइपुग्यो। मिस्टर युवराजको जन्मथलो होइन युवराज? कस्तो भयो त आजको हाम्रो गन्तव्य? हामी भयो तर अलिकति बर्खा टाइम हो होइन, पानी पर्छ होइन, त्यसलाई हामीले त्यस्तो खाना चाहिँ लिनु हुँदैन। अब पानीको मौसमै समय अहिले पानी पर्ने समय हो नि त। ल है यल्ला यल्ला वाल्ला। ल है अब चाहिँ